नमस्ते बेबी ब्लगमा सम्पूर्णलाई स्वागत गर्दै आजको फेरि नयाँ भिडियो लिएर आइसकेको छु। तपाईहरुले हेरिदिनुहुन्छ भन्ने आशा राख्दै आजको नयाँ दिन नयाँ ब्लगको सुरुवात भइसकेको छ। साथीहरु यहाँनिर हाम्रो बेबी चाहिँ सुतिरहेको छ, हेर्नुस् है। चाहिँ नानीलाई स्कुल पुर्याएर गाडीमा चढाएर पनि आइसके। बेबी भने चाहिँ यहाँ सुतिरहेको छ हो। हेलो बेबी, गुड मर्निङ। निन्द्रा पुग्यो कि पुगेन? पुग्यो। अब उठ्नुपर्छ है। कति बजिसक्यो? 8 बज्न आँटिसक्यो। जल्दी उठ। यस्तो खालको सुत्दा पनि हुन्छ र? मैले कतिवटा काम सकिसके। आज चाहिँ नानीको पनि इक्जाम, आज चाहिँ लास्ट डे हो कि। अब त ढुक्क हुन्छ। हिजो त अस्तिको दिन भिडियो बनाउनु पाएन, नानीलाई पढाउनु पर्ने भएकोले गर्दा। त्यसले गर्दा भिडियो बनाएँ। आजदेखि चाहिँ कन्टिन्यू भिडियो आउनेछ है साथीहरु। तपाईहरुले हेरेर बेबीको च्यानललाई, बेबी भ्लगलाई सब्स्क्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब बेबी भ्लगलाई। हाम्रो बेबीलाई पनि के अरे सपोर्ट गरिदिनु होला। तपाईहरुकै हातमा छ। जतिजनाले भिडियो हेर्नुहुन्छ उहाँहरु सबैले सब्स्क्राइब चाहिँ गरिदिनु नभुल्दिनु होला। किनभने यो बेबी भन्ने यस्तो मान्छे छ कि उसलाई पुरा भिडियो बनाउने रहर भएको मान्छे के। तर आफै चाहिँ बोल्नु पनि जान्दैन हो। मैले नै बोलिदिनु पर्छ। हैन बेबी? हजुर। लु उठ अब। उठ। यहाँ यो डल पनि यता लडिरहेको छ हो। यो डललाई पनि यता राख्नु पर्यो। आज चाहिँ मेरो पुरा काम छ। अब हाम्रो पनि घर जाने दिनहरु आउँदैछ। घर नानीको छुट्टी हुन्छ होला, घर जानुपर्छ। म घरको भिडियोहरु लिएर आउँछु फेरि। अब यो सुकुनामा त मलाई त्यति भिडियो गर्नु पनि मन लाग्दैन नि। अब तिमी चाहिँ मुख धुवा, ब्रस गर। तिम्रो लागि म ब्रेकफास्ट तयार गर्छु। रोटी, सब्जी, दुध खानु हो। यहाँ पक्रा, म केस बाँधिदिन्छु। पनि सबैलाई अब बेबीलाई नुहाइदिनु पर्छ। खाजासाजा खाएर म कामसाम निकै बस्छु कि। त्यहाँबाट बेबीलाई नुहाइदिइहाल्छु। ढिलो गरे कि त मान्छेले समय पर्खिरहनुपर्छ। समयले मान्छेलाई पर्खिँदैन। त्यसले गर्दा फटाफटी काम गरिहाल्नु सक्नुपर्ने काम चाहिँ। हैन बेबी? म दिन्छु खै कस्तो देखेछ? उता फर्क त। बेबी केस पनि निकै बढेको छ। लु हिँड ब्रस गर्नु। मेरो चाहिँ टाउको दुखिरहेको छ। सर्ट गर्ने पहिला। ल कोलगेट हाल्नु बोलाउनु ल। मेरो चाहिँ यस्तो लथालिङ काम छ कि। अब योहरू सबै सानाक्सी नै गर्छु, धुन्छु। त्यहाँबाट चाहिँ खाना बनाउँदै बेबीलाई पनि नुहाइदिइहाल्छु। फटाफटी गर्नु मन लाग्छ कामहरू चाहिँ। म चाहिँ च्याल्याङ लथालिङ धुनुपर्ने लुगाहरू यहाँतिर छ। सानो बहिनीले फ्याँकेको यो चाहिँ यतातिर। यतातिर पनि च्याल्याङ छ। सबै मिलाउनु पर्छ। कहिले होला? बेबी सक्यौ? लुगा मिलाएको। लु
भयो हो गया ब्रश करो मेरो कोलगेट पिम्पल सकेर यो चाहिँ भेस्टिजको कोलगेट चाहिँ राम्रो हुन्छ साथीहरू दाँतहरू गनाउने दाँतबाट खुन आउने गिजा फुल्लिने चाहिँ यो कोलगेटले राम्रो हुन्छ है साथीहरू ल ब्रस गरेर आऊ ल म यहाँनिर तिम्रो ब्रेकफास्ट तयार गर्छु पछि मैले यहाँनिर बेबीको लागि ब्रेकफास्ट तयार गर्छु पहिला दुध तताइदिइहाल्नु पर्यो बेबीको चाहिँ खाजा पनि आइसकेको छ रोटी चटनी दुध टमाटर प्याजको चटनी ल अब बेबी खाना सुरु गर त्यो दुईटा रोटी चाहिँ म पनि खान्छु है ल अरे यस लाग्दैन खाना झमझपाना रोटीको दुईटा रोटी खाएर ट्याप दिइहाल्छु कि त खाँदै गर ल बिस्तारै खाना त यो खोर्सानी नखाए ल भुँडी दुख्छ यहाँ राखेर पनि मिठो भएको जस्तो लाग्दैन दुईटा मात्रै होइन तिनवटा खा न दबाई खानुपर्छ नि त म त रोटी खानु मन पर्दैन जुनै लुगा निकाल्न छ छैन फटाफट लुगा धोइहाल्छु हो
के पनि खानु आउने ल ल बिस्तारै खानु म काम गर्दै गर्छु ल भाँडा धुँदै गर्छु खाजा खाइसकेर भेट चाहिँ बेबीले चाहिँ अब हामी चाहिँ अहिले खानाहरू खाएर पनि बेबी नुहाइ धुवाइ गरिसकेर पनि केस सुकेर खरर भइरहेको छ घाम लागिरहेको छ बाहिर अनि आजको भिडियो चाहिँ यति नै हो तपाईहरुले बेबीलाई माया गरिदिनुहोस् होला त्यसरी नै हामी राम्रो राम्रो भिडियो लिएर आउँछु अहिले त हामी घरभित्रै छौँ केही भिडियो ल्याउन सकेको छैनौँ हामी बाहिर निस्किँदा राम्रो राम्रो भिडियो लिएर आउँछु भन्दै आजको भिडियोबाट बिदा लिन्छु बाई बाई